क्या हुआ, एक्सीडेंट हुआ क्या इधर? दार्जिलिंग कंचनजंगा हेर ऊपर देख रहा है वो सफेद सफेद, क्या है वो? देखो वो हाथी क्या बोक रहा है वो, देखो गुफा पतल कप चिया होला यहाँ चिया सक्यो। हेलो नमस्कार सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल कैलाश भ्लग 75। आज चाहिँ हामी घरपट्टि लाग्दैछौँ है। हिजोको भ्लगहरू तपाईँले अलरेडी हेरिसक्नु भयो होला, यो चाहिँ सेकेन्ड पार्ट हो है। यहाँबाट चाहिँ हामी निस्किँदैछौँ र बिहान नै निस्केको हामी है। एकदम जाडो भइरहेछ। हामी चाहिँ अब सिधै जानुपर्छ राइट साइड, लेफ्ट साइड तपाईँको सिलगढीहरू पुग्छ। यो लेफ्ट साइड गयो भने चाहिँ तपाईँको सिधा गयो भने चाहिँ तपाईँको दार्जिलिङहरू बाई दार्जिलिङहरू हुँदै घर जान्छ। यो चाहिँ तपाईँको सिलगढी जाने बाटो र हिजो यति साह्रो मजा आयो है। तपाईँहरूले पनि सायद इन्जोय गर्नुभयो होला त्यो भिडियोमा र मैले पनि धेरै इन्जोय गरेँ है। अब आँखाले देखेको र क्यामेरामा देखेको फाल्टै हुन्छ। तपाईँहरू एकखेप चाहिँ आइदिनुहोस् होला, हेर्नुहोस् होला। मजाको 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 जग्गा छ है। र चाहिँ अहिले हामी घरतर्फ जानुपर्छ है, किनभने अब ड्युटी लागिरहेछ मेरो। ड्युटी पनि त जानु पऱ्यो होइन, सबै म्यानेज गरेर हिँड्नुपर्छ। र त्यही भएर चाहिँ आज घर फर्किँदैछौँ। दार्जिलिङमा एकछिन सपिङहरू गर्छौँ होला। दार्जिलिङबाट चाहिँ डाइरेक्ट भाइ जोरथाङको मेरो घर छ, जोरथाङ जान्छु। र तपाईँको बाटोमा के अब राम्रो राम्रो कुराहरू हुन्छ है, म देखाउँदै जान्छु है त तपाईँहरूलाई। भ्यू हेर्नुहोस् तपाईँको कस्तो दामी छ। यो देखाउनु लागि क्यामेरा अन गरेको। यहाँ हेर्नुहोस् न, चुच्च चुच्च टक टक टक। कति कप चिया होला यहाँ? चिया गेस गर्नुहोस् त तपाईँहरू, कति कप होला यहाँ? बाटो हेर्नुहोस् कति राम्रो छ। वाउ, ऊ तल जाने भन्दैछ हो। सेट्टी छ त्यो जग्गा पनि। उयोबाट होला नि बाटो। अलिक माथि छैन अलिक राम्रो? दामी दामी, नाइस। सक्यो। ती चढ्ने भन्दै थियो त्यो। हेर्नुहोस् न, हेर्नु जग्गा हेर्नुहोस्। धरतीमा पनि यस्तो चिजहरू हुन्छ क्या, यति राम्रो छ क्या। टक्कै साइड साइडबाट मान्छेहरू हिँड्दै गरेको है। चिया बगानै चिया बगान। यहाँतिर चिया खानुपर्छ ल। हेलो नमस्कार, हेलो जेमेसी। आज तपाईँहरूलाई के पो, तपाईँको नाम त के पो छ? कैलाश भ्लग 75। 75 कैलाश 75 भ्लगमा स्वागत छ। आज चाहिँ म उहाँको होस्ट परेको छु। याद छ। म चाहिँ आज चाहिँ उहाँको के भन्छ त्यसलाई, होस्ट। अब उहाँको म के भन्छ क्यामेराम्यान पनि हो भिडियोमा चाहिँ हो। आज चाहिँ हामी यहाँनिर छौँ। यो के पो भन्यो, गोलपहाड भन्ने जग्गामा छौँ हामीले। अहिले यहाँनिर एकदम मिठो मिठो कुराहरू खायौँ, खाजाहरू यो जग्गामा मिठो पाउँदो रहेछ। यो जग्गामा तपाईँहरू पनि आएर यहाँ खानु सक्नुहुन्छ। खाजा अफोर्डेबल पनि मिठो पनि पाउँदो रहेछ। यो जग्गामा तपाईँहरू पनि आउनु सक्नुहुन्छ। यहाँ डल्लेहरू यस्तो दामी राखिरहेको छ। अर्डर पो दिन्छ त? बोल्छु नि म। के हाल्नु के हुँदैन। कस्तो दामी भोइस ओभर गरिदिइरहेको छु। तपाईँभन्दा त राम्रै गर्छु ल। राम्रै गर्छु। तपाईँहरूलाई के भन्छ गोलपहाड भ्यू पोइन्टमा लाँदैछु है, आउनुहोस् है त। दिस इज अ गोलपहाड भ्यू पोइन्ट। कम हियर कम। वाओ, दामी है पहाड़ों के बीच। भिडियो बनाऊ भनेको एउटा मेरो तपाईँको लागि यही हो गोलपहाड भ्यू पोइन्ट। यहाँ अगाडि पनि देख्न सक्नुहुन्छ दोकानहरू छ है। यहाँको चियाहरू, पत्तीको चियाहरू बनाएको हुन्छ, मिठो हुन्छ।
अनि तपाईँ यहाँ दोकानमा आएर ट्राईहरू गर्नु सक्नुहुन्छ। हामी चाहिँ अगाडि खाइहाल्यो हो, त्यसले गर्दाखेरि हामी यहाँ खाँदैनौँ। यहाँ शीत लागिरहेछ, शीत हेर, शीत देख्नु मजाको शीत कति चाहिँ चिसो रहेछ हेर्नुहोस् है। यहाँ शीतहरू लागेको सबै सेतो सेतो छ नि, सबै शीत है यो चाहिँ। हिउँ परेको जस्तै है। वाउ व्हाट अ भ्यू। चिया पिउने हुन्छ? चिया चाखिदिउँ? यहाँ के हो यहाँ पनि अगाडि पिए नि चाखिदिउँ न। त्यता खानुस् न चिया चाहिँ कि यो चाहिँ खानुस् न, यहाँ चाख्नुस् न। के होला यो? यो यहाँको लोकल हो कि ए बनाउनु भएको चामल आटाले बनाएको। ए हजुर। दुईटा कुन चाहिँ राम्रो हुन्छ? ओके हामीले कुन चाहिँ लगेको? लेमन लगेको है, लेमन वाला। यो लान आँटेको छु दुईटामा एउटा। हेर्नुहोस् यो लगेको छु है, कस्तो टेस्ट हुन्छ म भन्दैछु। गोल पहाड भ्यू पोइन्टबाट हामी निस्कियौँ है। निकै बेर बस्यौँ यहाँ, मजा आयो है। अघि देख्दै गरेको चियापत्तीहरू सबै मैले किनेँ, मिठो लाग्यो क्या। मजा आउँछ त्यो खानु है, चट्ट लगाएर। यहीँ बसौँ न त, डाँडा सबसे दामी डाँडा ल्याएँ त अन्त मैले। उहाँ पनि थिएछ नि ऊ जाने जग्गा हो घुम्ने। कहाँ हो त्यहाँ हामी गएको? हल्का सानो लेक पनि रहेछ है। हेर्नुहोस् न कति दामी देखेको चट्ट पारेर। वाउ, वेलकम टु गुफा पाताल। तपाईँको यहाँ नेपाल पर्छ, यो चाहिँ डल्लै नेपाल हो यहाँदेखि उता चाहिँ। त्यहाँदेखि तपाईँहरू तलदेखि घुमेर आएर फेरि यहाँ घुमाउँदैछु। तल घुमाएर आएर तपाईँहरूलाई यहाँ घुमाउँदैछु है। यो चाहिँ गुफा पाताल हो, सबै यो नेपाल हो। वेलकम टु नेपाल पनि लेखेको माथि देख्न सक्नुहुन्छ। यहाँ देख्दैन, छेउबाट देखाउँछु म। यहाँ हेर्नु सक्नुहुन्छ, वेलकम टु नेपाल देख्दैछ त्यहाँ गुफा पाताल। ह्याप्पी डान्स गरिदिने एउटा। रुकुमै कोठा रुकुमै कोठा रुकुमै कोठा। हामी अर्कै कन्ट्रीमा छ है। नेपाल हो। अहिले फिलहाल हामी नेपालमा छौँ है। गुफा पाताल भन्छ। तपाईँले गुफा पाताल सर्च गर्नुहोस् युट्युबमा। यति साह्रो राम्रो फुलहरू फुलिरहेको हुन्छ। फिलहाल चाहिँ मैले पनि हेरेर आएको। अहिले चाहिँ तपाईँको फुलहरू फुलेको छैन है, त्यसले गर्दा खालि तपाईँहरू आउनु सक्नुहुन्छ। म तपाईँहरूलाई फुलै नफुलाए पनि, फुल नभएको बेलामा पनि जे पनि तपाईँहरूको यहाँ चाहिँ यस्तो रहेछ है। डाँडामा दामी समय लाग्दो हो नि कुरा चाहिँ। तपाईँको यहाँ नेपाल हो हो के विदाउट के भन्छ पर्मिसनहरू बिना हामी यहाँ छिर्नु सक्छ यो नेपाल चाहिँ। नेपालकै पैसा पनि हाम्रै चल्छ। तपाईँ पशुपति जानु भयो भने त भान्सा संसार सबै काटेर जानुपर्छ, तर यहाँ चाहिँ केही काट्नु पर्दैन। तपाईँ आरामले फ्रिडमली घुम्नु सक्छ नेपाल। नेपाल आयो भन्ने हुन्छ नि त, त्यसले गर्दाखेरि एकदम गले मलाई चाहिँ। इलामहरु हो हो यो ती देख्ने यो पशुपति हो। ए हजुर माथि हजुर। अन्त यता फिक्काल, यता कन्नेम हो, यता उयो के भन्छ श्रीअन्तु, उता उता अब थुप्रो छ नि डाँडाहरू सबै देख्नेहरू चाहिँ उयोहरू होला हौ, नेपालै हो सबै हो। इलामहरु छ, त्यतै त्यतै चुलाचुली पनि के भन्ने डाँडाहरू छ उता उता। उयो रानीवन भन्ने क्या सुनेको? यो ए यो मुनिको रानीवन हो भाइ हाम्रो। यो मुनिको है? नेपालको जङ्गल वन हुन्छ नि, हजुर हजुर। सरकारको यो रानीवन हो। वाउ, यो गुफा पातालबाट निस्किएको अवस्था है, त्यहाँ एकदम राम्रो थियो है। मजाले घुमेर त्यहाँबाट निस्काइ भयो। अब चाहिँ टुवर्ड्स द दार्जिलिङ जाँदैछौँ है हामी। दार्जिलिङ पुगेर के कसो हुन्छ है तपाईँहरूलाई म देखाउने छु। एकदम मजा आयो गुफा पातालमा पनि, किनभने त्यहाँ नेपाल छेउमै थियो। नेपालै हो त्यो गुफा पाताल भन्ने जग्गा। नेपालमा हामी मजाले घुमेँ विदाउट भान्सर, विदाउट पर्मिसन। हामी त्यहाँ फ्रिली मजाले घुमेर आएँ। खानेकुरोहरू पनि थियो, मिठो मिठो के खाएँ है। तपाईँहरूलाई त देखाउनु पाइनँ त्यो खाएकोहरू, तर भए पनि तपाईँहरू घुम्नु सक्नुहुन्छ। आएर मजाले इन्जोय गर्नुहोस्, एकदम मजा आउँछ है। मजा आउँछ वर्ड त कति निस्क्यो मेरो मुखबाट, किनभने जग्गा नै त्यस्तो छ। अन्त मजाको हो। अन्त तपाईँहरूलाई म त नभनी चित्तै बुझ्दैन। हेर्नुहोस् न अन्त यहाँ पाहाडहरू, यो गाउँ रोड हेर्नुहोस् कस्तो दामी छ यो रोडहरू।
तपाईँको यहाँबाट लेफ्ट गयो भने चाहिँ कन्याम पुग्छ है, पशुपति कन्याम है। वेलकम टु नेपाल। यहाँदेखि उता चाहिँ नेपाल हो। यो सानो बजार छ यहाँ। दामी यति साह्रो चिसो हुँदैछ कि यो झन् माथि माथि मिरिकदेखि माथि आएपछि चाहिँ एकदम जाडो चिसो चिसो खुट्टादेखि लिएर टाउकोसम्म सिरिङ सिरिङ हुँदैछ है। तर भ्यूले गर्दा अलि ततिँदैछ जिउ। वाउ 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 बहुत अच्छे यार, मजा आ रहा है। तिमीले हिन्दी बोलेर मलाई पनि हिन्दी बोल्दै रहेछौ यार। टट जो मेरो पछाडिको पिलियन राइडर छ कि हिन्दी पुरा बोल्दैछ नि त, त्यही भएर हिन्दीमा भ्लग गर्दैछु म त। ताइमाथि हिन्दी पनि त्यति बेसी आउँदैन हो। एकखेप ट्राई गरिदिउँ आफ्नो तपाईँहरूको लागि। ल ठीक छ, ट्राई गरिदिन्छु ल। आगे चलते चलते ये रास्ते आपको दिखा दूंगा। इतना पाइन ट्री है ना, इतना अच्छा है। अभी दार्जिलिंग घूम पहुंचने वाला हूँ। घूम अभी कति 11 किलोमीटर जैसा होगा और दार्जिलिंग आएगा घूम से। घूम मीन्स आपका रेलवे स्टेशन, वो टॉय ट्रेन का बहुत अच्छा है। वो टॉय ट्रेन का जो हम लोग तो नहीं, वो बहुत नहीं हुआ था हम लोग का, बहुत बहुत पुराना है, बहुत पुराना। इसलिए उसको बहुत मान्यता लेता है तो, क्योंकि पुराना है ना, इसलिए बहुत अच्छा है। उधर घूम जाते हैं, घूम जाके आप लोग को दिखाऊंगा। कस्तो लाग्यो मेरो हिन्दी? यस्तै छ है मेरो हिन्दी। हम अभी सिक्किम से है। हाँ थोड़ा थोड़ा, हाँ थोड़ा थोड़ा ट्राई कर रहा हूँ। कंपनी में उधर बहुत हिंदी लोग को मिलना पड़ता है तो थोड़ा उधर से सीखा हूँ। हाँ मेरा काम वसुली करना है तो। अब चाहिँ हामी घुम आइपुग्नु आँट्यो है। एकदम साँघुरो बाटो छ यहाँ पनि है। सानो बजार भनौँ, ठुलो बजार हो यो चाहिँ। सानो सानो जग्गाहरू छ है, बाटोहरू अप्ठ्यारो छ। मजा आउँछ कुदाउनु चाहिँ यस्तोमा। हर्न चाहिँ हरेक गलाइमा बजाउनु है ल, किनभने अप्ठ्यारो छ यहाँ हो। यही हो घुम स्टेसन तपाईँको। चट्ट पढायो ट्रेन आउँछ, मान्छे चढ्छ, त्यस्तै जान्छ। म के गर्नु भन्नु है। तपाईँहरूको वान अफ द अल्टिट्युड 7407 फिटमा रहेछ यो तपाईँको घुम स्टेसन है। टक्कै यहाँ ट्रेन आउँछ, मान्छेहरू बस्छ। घुमदेखिको दार्जिलिङसम्मकै भ्लग गरिदिन्छु ल, मोटो भ्लग। हेर्नुहोस्, इन्जोय गर्नुहोस् तपाईँहरू। यहाँ से ना ऐसे हॉर्न बजाता है, ऐसे साइड मारता है ना, साइड देता है, ये भी देता है। देखो देखो ना, हाँ हॉर्न बजाना पड़ेगा ना। इधर गाड़ी आ गएगा, देखो इधर गाड़ी आएगा ना, साइड ऐसे ऐसे कर देगा। अब इसको ना ऐसे कट मार के जाएंगे हम ऐसे। हाँ इसको इधर ही छोड़ देंगे हम। हाँ हाँ ये बतासे तर आएको पुरा आयो होइन, बेसी आएको हो बतासे, त्यही भएर अन्त बेसी मन पर्दैन। यो ट्रेन हेर्नुहोस् तपाईँको, ट्रेन जाँदैछ लक्कै डु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 । त्यही भएर हामी बतासे निस्किँदैन आज है। उहाँलाई यो जान्छ, दार्जिलिङमा चाहिँ हल्का सपिङ गर्छ हो, त्यो भएर चाहिँ टट्ट मिलेर घुमिन्छ। को कौन है, कहाँ से आते हैं ये लोग? हाँ वो आ रहा है तो। वाह वाह त ब्युटिफुल कञ्चनजङ्घा देखिरहेको छ। हेर्नुहोस् तपाईँहरूले, यस्तो दामी चट्टा लगाएको मसला दाल के हाँ देखो। ये दार्जिलिङ है ये।
देखो आगे वो देखो तो क्या दिख रहा है वो सफेद सफेद क्या है वो कंचनजंगा है ना वो सफेद सफेद पूरा सफेद सफेद दिख रहा है इधर बादल है इधर बादल बीच में वो सफेद सफेद दिख रहा है उसको कंचनजंगा बोलता है वो कंचनजंगा है देखो इतना अच्छा गुम्पा है ये देखो वो हाथी क्या बोक रहा है वो देखो हाथी आगे देखो बहुत सारे राइडर आ रहे हैं वाह ब्यूटीफुल इधर भी राइडर उधर भी राइडर बहुत अच्छा लगता है हम लोग का राइडर ही राइडर देखने से डिकचिक डिकचिक दार्जिलिङ आइपुगेको अवस्था यहाँ अब अलिकति बिसाउँछौँ होला यहाँ सामानहरू के किन्छु सामानहरू किनेर तपाईँको डाइरेक्ट हामी घर तरफ जान्छु है यहाँबाट सबै दार्जिलिङ हो यो त टक्क उयो देखिरहेको छ हिमाल पनि है मजाको स्याटिसफाइडले ल है त यति नै हो यहाँ चाहिँ अनि इन्ट्रेस्टिङ कुराहरू देखायो भने म तपाईँहरूलाई देखाउने छु है ल त बाई बाई सियुटुमा पार्किङ पर्खेको अवस्था है यति डरलाग्दो भिड भइरहेछ यहाँ ह्याप्पी भिड छ ह्याप्पी टर्न वाइज जति पनि यहाँ बसिरहेको छ नि सबै पार्किङको लागि बसेको टु विलरको लागि सपिङहरू गरेर निस्केको अवस्था है एकदम भिड छ है तर दार्जिलिङ चाहिँ न पार्किङ गर्ने जग्गा छ है त्यसले गर्दा बिजोक 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 फाइनली जामबाट निस्क्यो हामी कि अब यस्तो मजा आउँछ यो बाटो कुदाउनु माथि उयो जू छ नि सनसेट हुँदैछ सनसेट हेर्नुहोस् कति दामी सनसेट हुँदैछ चट्ट लगाएर वाउ ब्युटिफुल हेर्नुहोस् त ब्युटिफुल होइन र सनसेट हिमाल हेर्नुहोस् त तपाईँले पर देख्नु हुँदैछ ल ग्रुपमा एक्सन क्यामेरामा त केही दिएछ छैन ल है अब यहाँ घर पुग्नु आँट्यो हाम्रो घर यहाँ तर पर छ है स्याटिस मजाको यहाँ पनि टक्कै दामी छ है चट्ट लगाएर हेर्नुहोस् हो राम्रो छ लड्दैन त्यो त्यो माथि हेर नि हिमाल त्यो हिमाल त क्या हुआ एक्सीडेंट हुआ क्या इधर हाँ एक्सीडेंट हुआ ए बन्दर टकबर ओह्रालो झर्दैछ है हामी अन्त तपाईँहरूको यो नाइट क्वालिटी एक्सन क्यामेराको कस्तो रहेछ डिजिआईको है त्यो पनि चेक गर्दैछु नगरेर गाडी आउँदैछ तपाईँको है साह्रै हाई बिमबाट आयो यसलाई अर्को साइड गरेर चट्ट लगाएर चट्ट गोलाघाटमा सिसेर है अहिले हामी घर पुग्नु आँट्यो है त्यही 10-15 किलोमिटर होला घर पुग्नु धेरै मजा गऱ्यो यसपालि है यसरी नै तपाईँहरूलाई राम्रो राम्रो ट्रिपहरू देखाउनेवाला छु है तपाईँहरू सब्सक्राइब गरिराख्नुहोस् होला बेल आइकन अनि टक्क थिच्नुहोस् होला टङ टङ बजिहाल्छ जति पनि नोटिफिकेसन आउँछ मैले अपलोड गरेको नोटिफिकेसन तपाईँकोमा डाइरेक्ट तपाईँहरूले चाल पाउनुहुन्छ र तपाईँले डाइरेक्ट एक्सेस गर्नु सक्नुहुन्छ है र तपाईँहरूलाई भन्दै कतिजनालाई मजा आयो यो मोटो भ्लगमा है कमेन्ट गरिदिनुहोस् होला चिया पिउने हो पिइदिउँ अलिक अगाडि राख तल देख्न सक्नुहुँदैछ उतला जोरथाङ तलका जोरथाङ है जोरथाङ ल है त भिडियो पनि यहीँ समाप्त पार्नेछु म है तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ यहाँसम्म जोडिनु भयो हेरिदिनु भयो थ्याङ्क यू बाई बाई टेक केयर